नमस्कार आदरणीय दर्शकबिन, तपाईहरुलाई म आज एउटा कुरा शेयर गर्नु मन लागेर म भन्दैछु। अहिले तपाईहरुले जति पनि देखिराख्नु भएको छ उहाँहरु तेमाल गाउँपालिकामा लोकसेवा पास गरेर आउनु भएका नवनियुक्त कर्मचारी हो र सबै चाहिँ के छैन अब हुनेवाला तेमाल गाउँपालिकाको वडा सचिवहरू। अब यहाँ के छैन उहाँहरु सबै सरकारी स्कुल पढ्नु भएकाहरु चाहिँ अब भन्नु चाहिँ के भन्छ भने निजी बोर्डिङ स्कुलको पढाइ चाहिँ एकदमै राम्रो हुन्छ, सरकारी स्कुलको पढाइ चाहिँ राम्रो हुँदैन भनेर भन्छ। तर अहिलेसम्म हेर्ने भने अधिकांश लोकसेवामा पास गर्ने अधिकृतहरूदेखि लिएर ती अहिले चाहिँ नाम निकाल्ने सचिवहरू, सहसचिव, इभन मुख्य सचिवहरूको पनि हामीले उनीहरूको डेटा हेर्ने हो नि उहाँहरू प्राय सबै भनौँ न सरकारी स्कुलबाट पढेर आएको हो। सरकारी स्कुलमा पढाएको टिचरहरूले पढाएको विद्यार्थीहरू कमजोर हुन्छ नि त, बोर्डिङबाट पढाएको अब्बल हुनुहुन्छ, उहाँहरू कोही पनि बोर्डिङ स्कुलबाट हुन्न। अब उहाँहरू कुन कुन स्कुलबाट हुनुहुन्छ, कुन कुन स्कुलबाट उहाँहरूले एसएलसी गर्नुभयो त्यो उहाँहरूको मुखबाट सुनौ ल यतैबाट। म चाहिँ मेरो घर चाहिँ सिन्जा गाउँपालिका जुम्ला। म चाहिँ श्री भैरव उच्च माध्यमिक विद्यालय नराकोटबाट चाहिँ एसएलसी पास गरेको। मेरो घर चाहिँ सतलाई जिल्ला, म श्री जलधा कमलदेव उच्च माध्यमिक विद्यालयबाट एसएलसी पास गरेको। नमस्कार, म गणेशबहादुर थापा। मैले चाहिँ दैलेख जिल्ला फाँटीकाँध गाउँपालिका वडा नम्बर 1 स्थित कृष्ण माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको हुँ। नमस्ते, मेरो नाम जनक घरती। म भैरव उमावि नगरकोट जुम्लाबाट कक्षा 1 देखि 10 सम्म पढेर लोकसेवा पास गरेर अहिलेसम्म यहाँ आएको। नमस्कार, म मीरा सिगदेल। मेरो घर अर्जुन चौपारी 5 स्याङ्जा। मैले त्रिभुवन आदर्श मावि पुतली बजार स्याङ्जाबाट एसएलसी पास गरेँ। नमस्कार, म सविता तिमल सिन्हा। मैले चाहिँ काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा स्थित पुण्य माविबाट एसएलसी पास गरेको। नमस्कार, मेरो नाम चाहिँ मखना रम्तेन। मैले चाहिँ चितवनमा रहेको नारायण नमुना माविबाट चाहिँ एसएलसी पास गरेँ। नमस्कार, म चन्द्रिका विक। मेरो घर चाहिँ मुगु। मैले श्री प्रकाश माध्यमिक विद्यालय लुमो मुगुबाट चाहिँ एसएलसी पास गरेको। त्यो ठाउँमा चाहिँ पहिलो लेडिज पास गर्नेमा थियो। मैले गाविस स्तरीय पुरस्कार पनि प्राप्त गरेको थिएँ डिभिजन ल्याएर। ल यसरी पनि के म आफै पनि सरकारी स्कुल। अब उहाँ हाम्रो पञ्जीकरण शाखाका प्रमुख हुनुहुन्छ, हजुर कुन स्कुलबाट एसएलसी? नमस्कार, म उद्धव प्रसाद पाण्डे, जनचेतना मावि तेमाल 1 बाट एसएलसी पास। र क्यामेराम्यानमा हुनुहुन्छ, ल क्यामेराम्यानलाई पनि देखाइदिनु त। र क्यामेराम्यान अहिले चाहिँ 3 नम्बरको चाहिँ। नमस्कार, म उपेन्द्र तिमिसेना, म चाहिँ त्रिभुवन माध्यमिक विद्यालय भोरीगाउँ ठाकुरबा 1 नम्बरबाट चाहिँ यसरी म फर्स्ट डिभिजन उत्तीर्ण गरेको। ल मैले पनि फर्स्ट डिभिजन पास गरेको, श्री मावि भलाडाँडाबाट मैले चाहिँ पास गरेको। यसले पनि के देखाउँछ भने यदि लोकसेवा पास हुन सक्छ भने सरकारी स्कुलमा पढेका र सरकारी स्कुलका टिचरहरूले पढाएकाहरूले मात्रै पास हुन सक्छ। एकजना पनि यहाँ बोर्डिङका छैनन् क्या यहाँनिर। अनि त्यही भएको कारणखेरि सरकारी स्कुलमा पढ्ने र सरकारी मास्टरहरूले पढाएको चाहिँ टिचर विद्यार्थी कमजोर हुन्छ भने पनि उहाँहरू चाहिँ के हो त। त्यही भएर म पनि तपाईँलाई के भन्छु भने तपाईँले पनि आफ्नो बाल बच्चालाई सरकारी स्कुलमा पढाउनु चाहिँ के छ भने तपाईँहरू दुविधा नपर्नु होला। अब एउटा कुरा चाहिँ के छ भने म यो सबैको आधारमा के भन्छु भने अब यत्रो शिक्षक आन्दोलन पनि भयो, अब शिक्षा ऐन पनि आउनेवाला छ शिक्षा ऐन। त्यो शिक्षा ऐनमा चाहिँ बरु के चाहिँ हुनुपर्छ भने यो सार्वजनिक पद धारण गरेका व्यक्तिहरू चाहे कर्मचारी होस् चाहे जनप्रतिनिधि होस्, सरकारी राज्य कोषबाट तलब सेवा सुविधा खाने जति पनि तिनीहरूको बालबच्चा छ यिनीहरूको चाहिँ के छ भने अनिवार्य रूपमा सरकारी स्कुलमा पढाउनु पर्छ भनेर यदि त्यो खालको ऐन बन्यो भने अरू जेसुकै बनोस्, तर त्यति एउटा कुरा यति बन्यो भने चाहिँ के छ भने बोर्डिङ स्कुलमा पढेर हामी चाहिँ विदेशीको दास बने जस्तो त्यो विदेशीको त्यो लेबर बन्ने त्यस्तो जनशक्तिमा चाहिँ एकदमै कम हुन्छ। अधिकांश पश्चिमको हुनुहुन्छ, किन भन्दाखेरि अहिलेसम्म पश्चिममा बोर्डिङ स्कुल छिरिसकेको छैन। यसलाई भन्छ माई एक्सपिरियन्स विथ ट्रुथ।